हेलो, आज चाहिँ हाम्रोमा विशेष छ है। आज हाम्रोमा पहिलो आउने कस्टमरलाई हामीले चाहिँ फ्रीमा खाजा खुवाउँदैछौँ। को आइपुग्ने हुनेछ उहाँ भाग्यशाली कस्टमर, भाग्यशाली विजेता, उहाँको प्रतीक्षामा रहनेछौँ। हामीले चाहिँ 10:30 बजी चाहिँ अहिले दोकान खोलिसकेका छौँ। आज पहिलो हाम्रो दोकानभित्र आउने कस्टमर र उहाँले खाजा अर्डर गर्ने या खाने सम्पूर्ण खाजाका प्रकारहरू हामीले फ्री गर्दैछौँ है। फाइनली हाम्रोमा एकजना कस्टमर र दुईजना कस्टमर आइसक्नु भएको छ है। आइसक्नुभयो। उहाँलाई चाहिँ हामीले केही खबर गर्ने छैनौँ, मेनु दिइसक्यौँ। उहाँहरूको चाहिँ एउटा बर्गर एउटा र एउटा चाउमिन, पप चाउमिन अर्डर गर्नुभएको छ है। हजुर फाइनली उहाँको खाजा चाहिँ रेडी भइसकेको छ। अब टेबलमा लाँदैछन् बहिनीले। फाइनली उहाँले फेरि एउटा बर्गर एउटा चाउमिन थियो, त्यसमा फेरि दुईवटा बर्गर चाहिँ एड गर्नुभएको छ है प्याकिङको लागि। बर्गर र चाउमिन चाहिँ खानुभयो र दुईवटा बर्गर फेरि लानको लागि चाहिँ प्याकिङ गर्दै हुनुहुन्छ। उहाँलाई चाहिँ यो खबर थाहा छैन। अहिले पैसा तिर्ने बेला रमाइलो हुने बेला छ। कृपया भिडियो अन्तिमसम्म हेरिदिनु होला। हस् त। उहाँहरूको प्याकिङ पनि रेडी भइसकेको छ। म उहाँलाई बोलाउँछु है त। हजुरको प्याकिङ पनि रेडी भइसक्यो। ल आउनु, आउनु न लिनु। कहिले पछाडि छ दाजु। हजुरको दुईवटा प्याकिङ कति भयो? हजुरको 400 रुपियाँ भयो। तर आज हजुरलाई चाहिँ फ्री छ। आज चाहिँ हजुर चाहिँ पहिलो कस्टमर हुनुभएको र आज हामीले चाहिँ अफरमा राखेको थियौँ। हजुर पहिलो कस्टमर भएर हजुरलाई हामीले आज तपाईँले खाएको सबै खाजाहरू फ्री गर्दैछौँ। कस्तो लाग्यो त हजुरलाई? हजुर खै त राम्रो लाग्यो। राम्रो लाग्यो। खाजा कस्तो थियो? मिठो थियो? खाजा मिठो थियो, त्यही भएर हामीले फेरि लिएको। मिठो भएर थप्नुभएको। हजुर। ए अरूहरूलाई केही भन्न चाहनुहुन्छ? अरूलाई नि यहीँ आउनुहोस्, खानुहोस्। मैले त यो टिकटकमा देखिरहन्थेँ, पोहोर परारदेखि नै। म पोहोर पनि एकचोटि आएको थिएँ आउन, त तब याद भएन। आएको थियो अस्ति पनि आएर बर्गरहरू अनि मोमोहरू लिएर गएको। ए हजुरको शुभ नाम? सुकु गुरुङ। कहाँदेखि आउनुभएको नि? उता तनहुँ। ए ल, आज चाहिँ हजुर चाहिँ लक्की कस्टमर बन्दै हुनुहुन्छ। हजुरको दिन चाहिँ शुभ रहोस् होइन। हजुरले खाएको सम्पूर्ण खाजाको परिकारहरू हामीले चाहिँ फ्री गर्दै दिँदैछौँ। यो चाहिँ प्याकिङ चाहिँ कसको लागि? उहाँ फुपूको लागि, बहिनीको लागि। हजुर, बहिनी बाहिर जानुभयो। ए हुन्छ। अरू कस्टमरहरूलाई केही भनिदिन चाहनुहुन्छ? यहीँ आउनुहोस्, खानुहोस् भन्नु। ए हुन्छ, हस् धन्यवाद। यस्तै गरेर हजुरहरू पनि लक्की कस्टमर बन्न चाहनुहुन्छ भने रेस्टुरेन्ट 99लाई सम्झिनु होला। सँगसँगै तपाईँले खाजाका परिकारहरू खान पऱ्यो भने रेस्टुरेन्ट 99 बिरौटामा रहेको छ। हजुरलाई सम्पूर्ण खाजाका परिकारहरू मात्र 99 मा प्रोभाइड गरिरहेका छौँ र हाम्रो पेजलाई फलो गरेर साथ दिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु। हस्त नमस्ते, बाई बाई।